तितरबितर बनेका राजावादीको हिम्मत अझै फर्किसकेको छैन। त्यसको स्पष्ट सन्देश मङ्गलबार बल्खुमा राप्रपाको आन्दोलनले पनि दिएको छ। आन्दोलन नै तुहिएको चर्चाका बीच सडक सङ्घर्षमै रहेको सन्देश त राप्रपाले दिएको छ, तर सबै जिल्लामा उपस्थितिका लागि सर्कुलर गरिएको बल्खु आन्दोलनमा त्यो दमदार सामर्थ्य भने राप्रपाले देखाउन सकेन। फलतः यही ताल रहे वैशाखदेखि गर्ने भनिएको चरणबद्ध आन्दोलनका लागि यो शुभ सङ्केत पक्कै होइन, किनकि राप्रपाले अपेक्षा गरेकै भिड समेत उपस्थित देखिएन। अराजक आन्दोलन शान्तिपूर्ण त बन्यो, तर राप्रपाले शक्ति अपेक्षित बलियो देखाएन। तर पनि दुर्गा प्रसाईको अराजकताले कार्यक्रम नै भाँडिएपछि 15 गते दिन नसकेको चेतावनी भने राप्रपाले मङ्गलबारको सभा मार्फत भव्य रूपमा गला च्यातिने गरी दिएको छ। हामी विद्रोहमा जान्छौँ, गोली हान्छौँ, हामी पनि गोली चलाउँछौँ त भन्दिन, तर बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौँ। फेरि यो कुरा याद गर्नु। अब तपाईले यस्तै पेल्न थाल्यो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले विधिवत रूपमा प्रेस सम्मेलन गरेर यो चुनावी प्रक्रिया छोडेर विद्रोहको राजनीति सुरु गर्छ भन्ने कुरा नेपाल सरकारले बुझ्नुपर्छ भन्ने म भन्न चाहन्छु। दुई तहका दम्बका बङ्गलादेशका जसरी सत्ता पल्टाएर भागेर जानु पर्यो, यी नेताहरू, यी कम्युनिस्टहरू देश छोडेर जानुपर्ने दिन चाँडो आउँदैछ। अहिले पनि राजनीति राजावादीको राप्ताबाट माथि उठ्न सकेको छैन। त्यसका केही तथ्य विस्तृतमा चर्चा गरौँ। नम्बर 1, दुर्गाको कमान्ड लिङ्गदेनमा शिफ्ट। अराजक दुर्गा प्रसाई उम्किएपछि आन्दोलनको नेतृत्व राजेन्द्र लिङ्गदेनले गरेका छन्। तिनकुनेको हिंसात्मक प्रदर्शनपछि शक्ति बलियो, तर माहौल शान्तिपूर्ण बनाउनु पर्ने चुनौतीमा रहेका उनले त्यसमा जित निकालेका छन्। तर शक्ति प्रदर्शनको होडमा भने चैत 15 जतिको माहौल पनि बल्खुमा देखिएन। त्यस दिन 4000को आसपास दुर्गाका समर्थक आएको प्रशासनको तथ्याङ्क रहे पनि 8000को सङ्ख्यामा उपस्थिति रहेको दावी गरिएको थियो। तर राप्रपाको यो आन्दोलनमा भने प्रशासनको तथ्याङ्क नै मान्य हो भने पनि 2000 मात्र भेला भएका छन्। जबकि 1 वर्ष अघि त्यही ठाउँमा दुर्गा प्रसाईले मात्र 25,000को हाराहारीमा भिड उरालेका थिए। सम्भवतः यो भिडको मूल्याङ्कन निर्मल लेबासले समेत गरिरहेको हुनुपर्छ। तर शान्तिपूर्ण र सुसंस्कृत रूपमा आन्दोलन सम्पन्न गर्न सक्नु राप्रपाका लागि ठूलो सफलता हो। नम्बर 2, निर्मल लेबास के गर्छ? चैत 15को आन्दोलन अघि निर्मल लेबासको आशीर्वादमै प्रसाई जनकमान्डर तोकिएको चर्चा भयो र आन्दोलनमा देखिएको उद्दण्डतापछि आफूमाथि नै प्रश्न उठेपछि स्वयं पूर्व राजाले पनि गलत मान्छेलाई विश्वास गरेको भन्दै पश्चाताप गरेको स्रोत बताउँछ। तर उनले त्यसका बावजुद पनि राप्रपालाई नै खुलेर साथ दिइसकेको अवस्था छैन। यही अवस्थामा जगमान गुरुङको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले बुधबार कसरी भन्नेबारे खाका देखाउने तयारी गरिरहेको छ। नम्बर 3, गणतन्त्रवादीको रणनीति। राजावादीका संविधान विरोधी गतिविधि तीव्र बन्दै जाँदा सरकार र गणतन्त्रवादी नेताहरू थप आक्रामक देखिएका छन्। उनीहरूको सक्रियता र पूर्व राजाको आह्वानले गणतन्त्रवादीको एक हदसम्म निद हराम गरेकोमा दुईमत छैन। यस्तो अवस्थामा सरकार निर्मम पनि बनेको छ। पक्राउ परेका राप्रपा नेता विरुद्ध फेरि 15 दिन म्याद थप भएको छ। प्रशासन पनि निर्मम बन्दै गएको छ। उनीहरूको गतिविधिका कारण राष्ट्रिय सहमतिदेखि मुख कुल्ला गर्दै हिँड्ने केपी ओली र माधव नेपाल समेतलाई नजिक बनाइदिएको छ। अर्कोतर्फ यी सबै आन्दोलनमा ओलीको मात्र विरोध बढी झल्किएको भन्दै ओलीलाई सत्ताबाट बाइपास गर्नुपर्ने एक लाइन काङ्ग्रेसमा पनि छ। माओवादीले त यी आन्दोलनको अपजस नै एमाले र ओलीलाई दिइरहेको छ। यही बेला कम्युनिस्ट मिल्न सक्ने कार्ड मात्र फालिएको छैन। प्रधानमन्त्री नै भन्दैछन् राजा ल्याउने भन्दै बित्तण्डा मचाउनेलाई छुट हुँदैन। हामी विभाजित पनि भयौं, कहिलेकाहीँ तितो एकअर्काप्रति आलोचना प्रत्यालोचना पनि भइरहेकै छन्, तर पनि हामीले फेरि एकताको झण्डा चाहिँ छोडेका छैनौं। अन्तत फेरि वामपन्थी कम्युनिस्टहरू भन्ने जति एक ठाउँमा आएर वैचारिक बहस विवाद गर्दै गर्दै अगाडि बढ्नुपर्छ, एकताको झण्डा चाहिँ छोड्नु हुँदैन भन्नेमा चाहिँ फेरि हामी प्रष्टै छौं। यस्तो वितण्डा मचाएर परिवर्तन ल्याउँछौं भनेर 2-4 हजार मान्छेहरूको वितण्डा, यस्ता कुराहरूलाई समाजले ग्रहण गर्दैन, यस्ता कुरालाई स्वीकार्य हुँदैन। एउटा सभ्य समाजमा यो अत्यन्तै गलत क्रियाकलाप हो। यो कानुनी कारबाहीको दायराभित्र आउँछ। जोसुकै भए पनि कानुनी कारबाही गरिन्छ। नम्बर 4, भारत फ्याक्टर।
यही बेला राजावादीको उक्साहटमा दक्षिणी भारतीय वायुको प्रभावको आरोप छ। राजावादीको सक्रियतामा मोदी योगी फ्याक्टरकै चर्चाका बीच बैंककमा भएको ओली र मोदी भेटमा मोदीले जय श्रीराम लेखिएको गम्छासहित उपस्थित भए। भगवान राम नेपालको ठोरीमा जन्मिएको भन्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिको जवाब स्वरूप मोदीको सांकेतिक हमला भएको भन्दै भारतीय मिडियाले चर्चा गरिरहेका छन्। यसलाई नेपालमा हिन्दू राष्ट्र पुनर्स्थापनाको दबाब मोदीले दिएको रूपमा पनि हेरिएको छ। यही अवस्थामा कांग्रेस पनि अहिले बरु ओलीलाई हटाएर भए पनि हिन्दू राष्ट्रको पक्षमा उभिने र राजावादीका अभियान निस्तेज पार्न भारत रिजाउने होडमा रहेका बेला भारतले दिनुपर्ने जवाब कांग्रेसका सभापति शेरबहादुर देउवाले दिँदै हिँडेका छन्। कहिलेकाहीँ उस्तो कुराहरू उठिरहन्छन् तर मलाई विश्वास छैन। अहिले फेरि राजा चल्नाको नेपालमा पूर्व राजा भारतको के छ भन्ने हाल्न सकेका हेर्नुहोस्। त्यस कारण चाहिँ कहिलेकाहीँ कुरा उठाउँछन् भारतले उचाल्यो के हो भन्ने पनि छ। तर यहाँ चाहिँ आदित्यनाथको फोटो सबै छापियो यहाँ। तर मलाई के थाहा छ भने आदित्यजीले चाहिँ नि भारतमा जो हाम्रो दूतावास छ दूतावासमा पनि सब झुटा कुरा हो, मेरो कुनै हात छैन। नेपालको जनताले चाहन्छ त्यही हुन्छ। राजावादी आन्दोलनको आक्रामक भिडका नाइके दुर्गा प्रसाई भूमिगत अवस्थामा छन्। अर्को पक्ष जसले शान्तिपूर्ण दबाव बढाइरहेको छ उसको पक्षमा न शक्तिशाली भिड देखिएको छ न दरबारको आशीर्वाद नै। अर्कोतर्फ जुन नेता बिग्रिए भनेर राप्रपा सडकमा आएको छ तिनै नेताको आशीर्वादमा शीर्ष नेताले चुनाव मात्र जितेका छैनन्, ताकपरे तिनै नेतासँग मन्त्री र सभामुख पनि खानु परेको छ। संयुक्त जनआन्दोलन समितिले समर्थन रहेको जनाए पनि जगमान गुरुङ लगायतलाई राप्रपाले मञ्च दिन अस्वीकार गर्यो। यसले सङ्गठित हुन नपाउँदै राजावादी समूहभित्र तितरबितरको अवस्था समेत देखिएको छ। यस्तो अवस्थामा राप्रपाको प्रयास मात्र राजा फर्काउने निर्णायक शक्ति बन्न सक्ला वा अरू शक्तिले समेत राप्रपाको नेतृत्वलाई स्वीकार गर्न सक्लान् त भन्ने प्रश्न अझै कायम छ।